जोडिनेछ भन्ने हामीलाई विश्वास छ। म अब समय नलिकन आफ्नो शुभकामना सन्देशका लागि जो यो आजको कार्यक्रम यहाँसम्म ल्याइ पुर्याउन सम्भव रह्यो उहाँहरूलाई हार्दिक धन्यवाद सहित माननीय सञ्चार मन्त्रीज्यूले जुन इनिसिएसन लिनुभयो हार्दिक आभार सहित यो शुभकामना सन्देशका लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, एनआरएनए का सम्पूर्ण परिवार, सबैभन्दा पहिला यहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु। यो बृहत एकता सम्भव बनाउनु भएकोमा आज जे जसरी हस्ताक्षर भएको छ, यो हस्ताक्षर कागजमा भएको छ, यो हस्ताक्षर मन र मस्तिष्क दुवैमा कायम रहोस् र त्यो व्यवहारत कार्यान्वयन होस् र दिगो रूपमा चाहिँ नि एकतालाई अगाडि बढाउनु होला। यसमा म शुभकामना दिन चाहन्छु। फुटेर होइन जुटेरै अगाडि बढ्न सकिन्छ र यो एकताले 80 लाख नेपालीहरू जो बाहिर छन् र तपाईहरूको 1 लाख सदस्य करिब भएका छन् र 22 वर्षको इतिहास एक हिसाबले पुनर्ताजगी भएको मैले महसुस गरेको छु। डाक्टर उपेन्द्र महतो जो संस्थापक अध्यक्ष यही हुनुहुन्छ, जुन समयमा एनआरएनए को चाहिँ नि स्थापना भयो त्यहाँदेखि यता 22 वर्षको अवधिमा जति आरोप बेहोर्नु भयो। नेपालमा गैर आवासीय नेपाली संघ भन्ने बित्तिकै, एनआरएन भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, यस्तो सम्मान यहाँहरूले कायम गर्नुभएको थियो। पछिल्ला वर्षहरूमा त्यो खस्किँदै गयो र त्यो किन खस्कियो भन्दाखेरि एनआरएनका अधिकांश नेता र अधिकांश गुटहरू राजनीतिक दलका गुट र नेता भए। फलानो राजनीतिक दलको एनआरएन, फलानो राजनीतिक दलको एनआरएन भयो। तपाईहरू चोइटिनु भयो, तपाईहरूको गरिमा नै स्खलित हुँदै गयो। अब एउटा ठूलो अवसर आएको छ, पार्टीको एनआरएन नबनाइदिनु होला, पार्टीको एनआरएन कम्तीमा नबनाइदिनु होला। एनआरएनलाई समग्र गैर आवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नु होला। पार्टी भन्दा माथि तपाईहरू उठ्दिनु भयो भने त्यो सम्भव छ। र आज तपाईहरूले यो एकता समारोहमा मैले पनि व्यक्तिगत रूपमा जुन रूपमा धेरै जहिले उपेन्द्र पर्छ भन्थे, डाक्टर साहब जीवा लामिछाने भेट्यो, शेष खले भेट्यो, बद्री केसी भेट्यो, महेश बस्ने भेट्यो, धेरै खगेन्द्रदेखि हाम्रो डीबी छेत्रीदेखि लिएर कुमार पन्तदेखि आरके शर्मा जो भेट्थेँ म विगतदेखि भन्दै आएको। र तपाईहरूलाई मैले पटक पटक आफ्नो तर्फबाट एउटा साथीको हिसाबमा के भन्थे भने राजनीति भन्दा माथि राखौँ न एनआरएनलाई, तब न सम्भव हुन्छ, तब न सम्मान फर्किन्छ भन्ने। त्यसैले त्यो सम्मान फर्किने बाटो तय भएको छ। किनभने एनआरएनएले जुन रूपमा तपाईको भुइँचालो जाँदा सहयोग गर्नुभयो तपाईले 72 सालमा, कोभिडको समयमा तपाईहरूको त्यत्रो सहयोग रह्यो। त्यति मात्र होइन, हामीले त के आत्मसात गरेका छौं भने यसपटक नै पनि तपाईहरूले खास गरेर जेन्जी आन्दोलनको सन्दर्भमा जे जति संरचनाहरू ध्वस्त भए एनआरएनएको तर्फबाट तपाईहरूले सहयोग गर्नुभयो। मेट्रो ट्राफिक एफएम देखि लिएर अरू कयौं कुराहरू बनाउने कुराहरूमा अहिले पनि गर्छु भनिराख्नु भएको छ भनेपछि नेपाल र नेपालीसँग त तपाईहरूको आत्मीयता छँदै नै छ। त्यसको हामी उच्च सम्मान गर्छौं। तपाईहरूको लगानी छ, जोखिम मोलेर पनि नेपालमा लगानी गरिराख्नु भएको छ, त्यसमा पनि हामी एकदमै खुशी व्यक्त गर्न चाहन्छौं। र आगामी दिनमा एउटा अवस्था चाहिँ के आओस् भने अब एनआरएनए कहिल्यै फुट्दैन। अब एनआरएनए सधैँ राजनीतिक भन्दा माथि रहन्छ। अब एनआरएनए भनेको आफ्नो जन्मभूमिको लागि अरबौं लगानी ल्याउनको लागि तपाईहरू नै हाम्रो चाहिँ साथी बन्नुहुन्छ भन्ने लागेको छ। जुन नागरिकताको कुरा छ, भोटिङ राइट्सको कुरा छ, यो सरकारले यहाँहरूलाई जानकारी गराउँ नागरिक सरकार छ। सम्माननीय प्रधानमन्त्रीज्यूको आफ्नो एक खालको अठोट छ, दृढता छ र आज नागरिक सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूले जुन समय यहाँहरूलाई उपलब्ध गराउनु भएको छ, यसको मतलब भनेकै के हो भनेदेखि एउटा नागरिकको तर्फबाट सर्वपक्षीय सबैको सहमतिमा बनेको सरकार भएकोले यहाँहरूलाई एउटा आज ठूलो
अवसर पनि के हो भने अब गैर राजनीतिक चरित्र एनआरएनएले देखाउन सुरुवात गरो भन्ने हो। त्यो कायम गर्नुहोला र नेपाल सरकारको यहाँहरूलाई देशप्रति, जनताप्रति र समग्र एनआरएनएको हितको लागि नेपाल सरकार यहाँहरूको साथमा सदैव रहनेछ। फेरि पनि यो अभियानलाई, यो एकतालाई सम्भव बनाउने सबै एनआरएनएको चाहिँ टिमहरूप्रति म धन्यवाद व्यक्त गर्दछु र फेरि पनि बधाई अनि शुभकामना व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद छ। धन्यवाद। हामी आभारी छौँ माननीय सञ्चार मन्त्री जगदेश खरेल। अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। गैर आवासीय नेपाली सङ्घको बृहत एकता समारोहको जुन निर्देशनात्मक सन्देशका लागि म सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। गैर आवासीय सङ्घका 11औं अधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष र उपाध्यक्षज्यू, गैर आवासीय सङ्घका अन्य पदाधिकारी र यसका सदस्यज्यूहरू, मन्त्रीज्यू र पत्रकार बन्धुहरू, तपाईहरुले आज एउटा महत्त्वपूर्ण दिन, यो सङ्घको इतिहासमा एउटा आयाम थप्नु भएको छ। एउटा आफ्नो बीचको भएको मनोमालिन्यलाई मेटाएर सङ्घलाई एक सूत्रीय अभियानमा लैजाने क्रममा आज एउटा कोसे ढुङ्गा स्थापित भएको मान्नुपर्छ। यसलाई मिलेर जाँदा राम्रो हुन्छ, फुटेर जाँदा चाहिँ राम्रो हुँदैन। अब गैर आवासीय सङ्घको आफ्नो हित के हो? पहिलो त त्यो आफूले हेर्नु पर्यो। विदेशमा जाने भन्ने बित्तिकै सबै त सुखी त हुँदैन। त्यहाँ त निकै परिश्रम गर्नुपर्छ। परिश्रम गरेरै त्यहाँ चाहिँ स्थापित हुन पनि सरल छैन। मेहनत गर्नेले त्यहाँ स्थापित गर्न सक्छन्, मेहनत नगर्नेले स्थापित हुन सक्दैनन्। कठिन पनि छ। हामी जाँदा ओर्दा देखेका छौँ कति कठिनाइ भोगेर कति जीवन व्यतीत गरेको पनि देखिन्छ। कति मेहनत गरेपछि मात्रै एउटा सफलता आउँछ। विदेशमा बस्नेहरूलाई स्वतः आफ्नो मुलुकको त हरेक मुलुकका जनतालाई आफ्नो मुलुकको माया हुन्छ, आफ्नो माटो हुन्छ को माया हुन्छ। विदेशमा गयो त्यहाँको लक्ष्य के हुन्छ? म यहाँ काम गर्न आएको हुँ, यहाँ केही न केही आर्जन गर्न आएको हुँ भन्ने हुन्छ। तर मुलुकमा आइसकेपछि मुलुकको माटोको त्यो गन्ध अर्कै हुन्छ। आपसमा साथीभाइहरूसँग भेट्दाखेरिको त्यो यति उत्साह हुन्छ कि स्वर्ग आए जस्तो हुन्छ त्यो। त्यसैले गर्दा जतिकै विदेशमा गएर बस्न परे पनि, त्यहाँ सुख सुविधा भए पनि, यहाँ केही नभए पनि आफ्नो मुलुक त आफ्नो मुलुकै हुन्छ। र जो गैर आवासीय हुनुहुन्छ उहाँहरूले निश्चय नै यो ठान्नुहुन्न कि म नेपालको होइन, मेरो यो देशसँग कुनै लगाव छैन भन्ने चाहिँ त्यो सोच्न पनि हुँदैन। किनभने नेपाली त आखिर नेपाली रगत हो, नेपालकै हो, नेपाली नै हुन्छन् होला। नागरिकताले एउटा रूप देखाइदियो होला, त्यसमा चाहिँ अलिकति तपाईहरुलाई चाहिँ एउटा सेकेन्ड क्लास जस्तो बनाए होला, त्यो पनि हुन सक्छ। अथवादेखि तपाईहरुलाई कतिपय सुख सुविधाहरू व्यापार कारोबार गर्नलाई कठिन भएको पनि होला। तर मेरो सल्लाह के छ भने तपाईहरु नेपाली हुँ भनेर एकदम नेपालको प्रतिको जति सद्भावहरू तपाईँ देखाउनुहुन्छ यहाँको जनतासँग, यहाँका आफन्तहरूसँग, त्यति तपाईहरुलाई अरूले नेपाली होइन र नेपालीको जुनले पाउने जुन नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन। किनभने जसले पनि आफ्नो मान्छेलाई त आफ्नै मान्छेले बनाउँछ नि। हामीलाई के लाग्छ? बाहिरबाट आएको नेपाली अर्को मान्छे हो जस्तो नै लाग्दैन नि। त्यो त नेपाली नै हो। हरेक देशमा त्यस्तै हुन्छ। जत्तिकै भए पनि पहिचान भन्ने कुरा पहिचान हुन्छ। र अहिले त देख्नु पनि भएको होला कि अहिले अलिकति हरेक मुलुकमा एउटा यस्तो
भावनाको अभिवृद्धि हुँदै गएको अहिले पाइन्छ कि त्यो बाहिरियालाई नेग्लेक्ट गर्ने इन्भाइरोमेन्ट बिस्तारै बिस्तारै सुरु पहिले जस्तो आऊ आऊ भन्ने वातावरण चाहिँ छैन। अहिले भिसा नै कन्ट्रोल गरेको अवस्था छ, भरसक नआउन् भन्ने खालको त्यो इन्भाइरोमेन्ट छ। अब हाम्रो नेपालीहरू जो जानुभएको छ, कोही पढ्न भनेर जानुभयो होला, कोही रोजगारीका लागि जानुभयो होला, अथवादेखि मुलुकले कुनै एउटा चाहिँ एकरति पनि अब बाटो नदेखाएपछि, मुलुकले कुनै एउटा ठाउँ नै स्थानै नदिएपछि फ्रस्ट्रेट भएर हुन्छ नि, मान्छेमा वितृष्णा आएर गएको पनि हुनसक्छ। भावना त हुन्छ नि, मान्छेलाई केही न केही गरौँ भन्ने हुन्छ, झन् उमेरमा त हावामै उड्ने इच्छा हुन्छ। त्यस्तो बेलामा तपाईँहरूलाई त्यो फिल भएर, सबैलाई त्यो फिल भएर गएको हुन्छ नि मान्छे। त्यसैले गर्दाखेरि आफूलाई म नेपाली होइन, दोस्रो दर्जामा परे अथवादेखि मैले व्यापार यो बस्दा बस्दै तपाईँहरूको सबै कुरो मिल्छ। यो मेरो त भनाइ के छ भने जो विदेशमा हुनुहुन्छ उहाँहरूले एउटा आफ्नो स्थान चाहिँ यहाँ राख्नुपर्छ, मेटाउनु हुँदैन। चाहे एउटा फ्ल्याट किन नहोस्, एउटा राख्नु चाहिँ पर्छ आफ्नो टेक्ने ठाउँ। हालाकि त्यो सुविधा नमिल्ला, अहिले फेरि किर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोकोमा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर चाहिँ यहाँ बेचिदिएर त्यो सुविधा छैन। तर अब बिस्तारै मिल्ला त्यो सुविधा पनि, सेक्युरिटी हुन्छ नि, सुरक्षा, विदेशमा बस्नेहरूको सम्पत्तिको सुरक्षा, त्यो त नमिलाई हुँदैन। तर आफ्नो स्थान चाहिँ यहाँ आफ्नो एउटा राख्नुपर्छ क्या, टेक्ने ठाउँ, यसो खुट्टाले यसो टेक्ने एउटै कोठा भए पनि किन नहोस्, आएर यसो बस्ने 2-4 दिन हो। अब त्यो चाहिँ एउटा हुनुपर्छ भन्ने मलाई लाग्छ। र जहाँसम्म त यो गैर आवासीय सङ्घको प्रश्न छ, मुलुकले आशा गरेको छ क्या। अब फिल के गर्छन् भने तपाईँहरू अब अलिकति चल्ता फिर्ता गोरो मोटो एकदम ह्यान्डसम भएर आउनुहुन्छ, पैसावाला, हामीलाई अलिकति सहयोग गर्नु भन्ने त मुलुकमा मान्छेले आशा त गर्छ, त्यो त निश्चितै हो। अथवा कामकै रोजगारीको आशा पनि गर्छ, अथवा यिनीहरू पढे लेखेका छन्, विद्वान छन्, यिनीहरूले हामीले केही रोजगारी दिलाइदिन्छन् कि भन्ने त्यो होप पनि हुन्छ। तर भए पनि अब कतिसम्म गर्न सकिन्छ त्यो सम्मको कुरा हो, एउटा सीमा हुन्छ। तपाईँहरू आजको दिनमा एकदम मिल्नुभयो, जुट्नुभयो, अब हामी पनि अब आश गरौँ। हुन त अस्तिको त्यो आगो लागेको भूकम्पमा पनि तपाईँहरूले साथै दिएको हो, नदिएको होइन, मरिमरि पैसा भेला पारेर ल्याइदिएकै हो। अस्तिको पनि अब अलिकति यो आगो सागो लागेर निकै ठुलो नोक्सान भयो, यहाँ नहुनुपर्ने घटना भयो। त्यो घटनाको बारेमा पनि मूल्याङ्कन गरेर दृष्टिगत गर्नुपर्ने अब बेला आएको छ। एकाएक शान्त नेपालमा एकदमै तलाउमा ढुङ्गा हाने जस्तो काण्ड भयो यहाँ। अब त्यसमा पनि मैले सुनेको छु कति सहयोग गर्नुभएको छ यहाँहरूले, नगरे होइन, व्यक्तिगत तौरले पनि गर्नुभएको छ, अथवा संस्थालाई पनि गर्नुभएको छ, व्यक्तिलाई पनि गर्नुभएको छ होइन, आफन्तलाई पर्यो होला तिनलाई पनि गर्नुभएको छ। त्यसको लागि तपाईँहरूलाई म धन्यवाद पनि दिन्छु। त्यसैले अब यहाँहरूको उपस्थिति, बलियो उपस्थिति है, आज जुटेकोबाट चाहिँ बलियो उपस्थिति भयो, एकदम एक हुनु पनि। अब यो पद सदका कुरालाई लिएर हाम्रो यहाँ राजनीतिक दल, अब तपाईँहरू बाहिरिया होइन, भित्रैका हाम्रो आफ्नै परिवारभित्रको सदस्य होइन, बाहिर नबस्नु भएको छ। तपाईँहरूलाई थाहै छ कि यहाँ पोलिटिकल पार्टीमा के भइरहेछ, एकदमसँगले पदकै लागि छिना झपटी एक आपसमा होइन, पार्टीहरूकै त्यही भइरहेछ। कमसेकम तपाईँहरू मिले जस्तो त्यो दलमा पनि एउटा मेलमिलाप, दलहरूको बिचमा पनि, दलको बिचमा पनि मेलमिलाप, दलभित्र पनि मेलमिलापको आवश्यकता छ। त्यहाँ दलभित्र पनि मेलमिलाप चाहिएको छ। नेता फुटेको देखिन्छ, चिरा भए जस्तो। अनि फेरि त्यसपछि उनीहरू पनि विभिन्न दलको पनि एक आपसमा पानी बाराबार जस्तो देखिन्छ। त्यस्तोले त देश चल्दैन नि, मुलुक चल्ने सिस्टम पो छ त। पोलिटिकल पार्टीमा पनि एउटाले जित्ने एउटाले हार्ने हुन्छ, हार्नेले जहिले पनि त्यो जित्नेले गरेको कामको उसले चाहिँ तेरो यहाँ गल्ती छ यहाँ भनेर औँल्याइरहन्छ, देखाइरहन्छ होइन। तर के छ भने पदै खोज्न त जाँदैन नि, सरकारै भङ्ग गराएर आफू फेरि पदमा जाने त्यो त गर्दैन, काम गर्न त दिइरहन्छ जित्नेलाई। अनि बाहिर बस्नेले अर्को पटकको अपेक्षा त्यसलाई आशा गरेर उसले के गर्छ भन्दाखेरि होप गरेर बसिरहन्छ, उसको खोटहरू देखाइरहन्छ। उसले गरेको विरोधलाई मूल्याङ्कन गरेर अर्कोपल्ट जनताले ल भएको बहालवाला सरकारले गर्न सकेन, ल विपक्षलाई दिउँ न त भोट भनेर दिन्छ। त्यो हो सिस्टम।
तर अब यहाँ त हाम्रो त्यस्तै छ, अलिकति फुटसुट छ। तपाईँहरू मिल्नुभयो, यो पनि राजनैतिक दलको लागि एउटा चाहिँ उदाहरण हो। तपाईँहरू मिलेको हुनाले यो एउटा ठुलै उदाहरण हो। त्यसैले हामी त अब यही आश गर्छौँ, यहाँ यताबाट जाने नेपालीहरूलाई तपाईँहरूले सहयोग गरेकै छ, सहयोग फेरि गरिरहनुहुन्छ। अब आफूले दुःख गरेर कमाएकोमा यहाँ बेला बेलामा सहयोग पनि गरिरहनु भएको छ र एउटा तपाईँहरूबाट हुन्छ त्यो नागरिकताहरूको केसमा अब हामी कति सक्छौँ, नभए आउने संसदले पनि गर्ला तपाईँहरूलाई कतिसम्म। म त मेरो विचारमा त नेपाली हो बाबा, नेपालीलाई सबै कुराबाट बाहिर राख्नुपर्छ जस्तो त होइन नि। त्यसो भएको हुनाले तपाईँहरूले ल्याएर गर्ने उद्योग व्यापार व्यवसायहरूबाट जनतालाई लाभ हुन्छ, उहाँहरूलाई पनि रोजगारी मिल्छ भन्ने हामी आश गर्छौँ। अब सधैँ मिलेर जानुस्, नफुट्नुस्। यो फुट्ने संस्था होइन, फुटेर केही लाभ पनि हुँदैन। के अरे भाइ फुटे के गवार लुटे के भन्छन् नि, होइन, त्यसले अरूले लुट्छ मात्रै बेकारको। त्यसै कारण अब 80 लाख नेपालीहरूले 2-2 रुपियाँ सहयोग गर्यो भने 1 लाख कति 80 एक कति हुन्छ, होइन, सहयोगै गर्यो भने छ। त अब हामी त त्यही आश पनि गर्छौँ र तपाईँहरूको उपस्थितिले मुलुकको अलिकति तपाईँहरूको राम्रो पढे लेखेको हुनुहुन्छ, सुझाव हुन्छ के पैसा मात्रै होइन त, सुझाव हुन्छ, तपाईँहरूको बाटो देखाउने काम हुन्छ, त्यसबाट मुलुकलाई हित हुन्छ भन्ने आश गर्छु। र आज तपाईँहरू मिल्नु भएकोमा यसको उपलक्ष्यमा म बधाई पनि दिन्छु र सधैँ तपाईँहरूको यो कायम रहोस्, एकजुट कायम रहोस् भन्ने कामना पनि राख्दै म आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छौँ। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। एउटा यो ऐतिहासिक क्षणलाई क्याप्चर गर्नका लागि म फोटो सेसनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हामीसँग सीमित ठाउँ छ, त्यसैले म विशेषतः संस्थापक अध्यक्ष उपेन्द्र महतो, आरके शर्मा, विनोद कुँवरजी लगायत सङ्घका पदाधिकारी साथीहरूलाई अगाडिको रोमा आउन अनुरोध गर्छु र पूर्व अध्यक्ष कुमार पन्त लगायत साथीहरू हुनुहुन्छ, गैर नेपाली सङ्घका पदाधिकारी साथीहरूलाई अगाडि आउन हार्दिक अनुरोध गर्छु।